नमस्ते जय श्री राम आज चाहिँ म तपाईहरुलाई थ्यांक यू भन्नुको लागि आको है मेनली 3 अक्टोबर मेरो बुवा हजुर शहीद हुनु भएको 22 इयर्स पुग्यो है अनि आई गट सो मेनी डीएम्स हरु आन्टी अंकल कोबाट अनि साथीहरुकोबाट है मलाई धेरै भिडियोजहरु पनि सेन्ड गरिदिनु भएको थियो थ्यांक यू सो मच अनि म भिडियो पनि देख्दै थिए त्यहाँ धेरै जना मान्छेहरु जानु भएको थियो उहाँहरुले पूजाहरु गर्नुहुँदै थियो बुवा हजुरलाई श्रद्धाञ्जली दिनुहुँदै थियो है अनि त्यहाँ मैले देखेको थिएँ फोटो पनि ड्यामेज भएको रहेछ अनि एउटा दादाले प्रिन्ट आउट निकालेर ल्याएर त्यहाँनेरि स्टिक गरेर पूजाहरु गरेर धूपहरु जलाइरहनु भएको थियो मलाई त्यो देखेर धेरै धेरै खुसी लाग्यो अनि आई वान्ट टु थ्यांक इच वान अफ यु फर दिस थ्यांक यू सो मच है अनि आज चाहिँ म आई वाज रिकलिङ बुवा हजुरको हार्ड वर्कहरु मलाई अलिक शेयर गर्नु मन लाग्यो है अनि म सानो थिएँ है आई रिमेम्बर बुवा हजुर ही वाज इलेक्टेड एज अ काउन्सिलर इन डिपार्टमेन्ट अफ टुरिज्ममा हुनुहुन्थ्यो म सानो थिएँ त्यति बेला है तब टुरिज्ममा उहाँको प्रोग्रेस मलाई जति याद छ त्यो दुर्पिनको त्यहाँनेरि देयर इज अ ट्रेडिसनल टी हाउस है त्यो पनि डीजीएचसी दार्जिलिङ गोर्खा हिल काउन्सिल है मेरो बुवाको तर्फबाट थियो त्यो त्यसमा मेरो बुवा हजुरको ठुलो हात छ है एन्ड त्यो तल चित्रे इन त्यो टिस्टा रिभरको त्यहाँनेरि त्यो पनि टुरिज्म मेरो बुवा हजुरको हात छ त्यसमा पनि एन्ड अगेन टिस्टाको रिभर राफ्टिङ त्यसमा मेरो बुवा हजुरको हात छ एन्ड आइम क्वाइट स्योर त्यो माथि डेलोमा जुन चाहिँ टुरिस्ट लज छ त्यो पनि मेरो बुवा हजुरकै हात छ मलाई टुरिज्मको मलाई यति नै याद छ आई डोन्ट रिमेम्बर मच हो एन्ड देन अगेन लेटर आई कुड सी हिम इन डिपार्टमेन्ट अफ हेल्थमा जानु भएर बुवा हजुरले कालिम्पोङ हस्पिटलमा राम्रो फेसिलिटिजहरु ल्याइदिनु भएको थियो त्यो इक्विपमेन्ट्सहरु है सबै चिज कन्भिनियन्ट राम्रो गरिदिनु भएको थियो मैले त्यो देखेँ आई कुड इवन रिड फ्यू अफ हिज लाइन्स ही वाज he was in an interview with हिल च्यानल भर्खरै लन्च भएको रहेछ त्यति बेला एन्ड माई फादर वाज सेइङ कि भाइहरु इन्टरभ्यू वाज गोइङ अन मेरो घरको बाहिर अनि बुवा हजुरले उनीहरुले पनि भन्नुहुँदै थियो कि म तपाईहरुको हिल च्यानललाई सपोर्ट गर्छु तपाईको हिल च्यानल पुरा ग्रो गरिदिन्छु आई विल डू माई बेस्ट फर यु गाइज भनेर भन्नुहुँदै थियो है अनि मैले त्यो एउटा इन्टरभ्यूमा पनि देखेँ बुवा हजुरले भन्नुहुँदै थियो 2001 was quite unlucky for me and for Kalimpong as well त्यस्तो पनि भन्दै गरेको मैले देखेँ है एन्ड त्यहाँबाट he was like उहाँ कन्फिडेन्ट हुनुहुन्थ्यो क्या he was saying 2002 will be very good for me and for the people of Kalimpong त्यस्तो भनेर उहाँले भन्दै गरेको मैले सुने है एउटा इन्टरभ्यूमा तो he was saying कि 2002 चाहिँ दामी हुन्छ I have lots of plans for Kalimpong उहाँले he was also saying क्या एउटा फ्यू लाइन्सहरु मैले सुन्दा यहाँनिर म दामी बस स्ट्यान्ड ट्याक्सी स्ट्यान्ड टुरिस्टहरुको लागि धेरै राम्रो चिजहरु ल्याउने छु मेरो यो मैले सोचिरहेको छु त्यस्तो भनिरहनु भएको थियो तर बिचारा मेरो बुवा हजुरको 2000 मा मृत्यु लेखेको रहेछ है उहाँले पनि के सोचिरहनु भएको थियो होला कालिम्पोङको लागि दामी चिजहरु गर्छु बट अगेन 2000 मा त इट वाज आई मिन उहाँको मृत्यु लेखेको थियो है तर मलाई कति देखेर कस्तो लाग्यो कि उहाँले धेरै सपनाहरु सजाइरहनु भएको थियो रहेछ कालिम्पोङको निम्ति त्यो भिडियोमा भन्नुहुँदै थियो है अनि जस्तै यस्तो के तपाईहरुलाई यस्तो मेमोरिजहरु छ तपाईहरुकोमा आई एम भेरी मच श्योर बिकज तपाईहरु बुवाहरुसँग पुरा हिँड्नुहुन्थ्यो है अनि हामी त सानो सानो थियो हामी त के थाहा त्यस्तो यादै हुन्थेन हामी त कहिले बोजूकोमा हुन्थ्यो घरमा पनि त्यही मम्मी पापा मान्छेहरुसँगै बिजी यही कामहरुको लागि हामीसँग त टाइम धेरै बिताउनु पनि भएन उहाँहरुले है त तपाईहरुकोमा के छ भने मलाई प्लिज डीएम गरिदिनुहोस् यस्तो केही तपाईहरुको मेमोरिज छ भने मलाई डीएम गरिदिनुहोस् और कमेन्ट गरिदिनुहोस् दैट इज अल्सो फाइन है आई वुड बी भेरी थ्याङ्कफुल अनि म एउटा भाइको मैले देखेको क्या म मेरो फोटो भिडियोजहरुमा म हेरिरहेको हुन्छु कमेन्ट्सहरु
एभ्रिडे रिफ्रेस एन्ड सी। एउटा भाइले लेखिरहनु भएको थियो क्या, उहाँ सायद अब्रोड हुनुहुन्छ होला। भाइले चाहिँ लेख्नु भएको छ है, इफ सिके सर वुड हेभ बिन अलाइभ, हामी यसरी घर छोडेर अब्रोड जानु पर्थेन, आमा बाबा छोडेर बाहिर देश जानु पर्थेन है, कालिम्पोङमै धेरै बेनिफिट्सहरू हुन्थ्यो, हाम्रो फ्युचर कति ब्राइट हुने थियो, आई मिस सर भनेर लेख्नु भएको छ त्यो भाइ दाजु आई डोन्ट नो, तर उहाँले त्यस्तो लेख्नु भएको छ है। त्यो कति माया लाग्यो मलाई त्यो देखेर। अनि एउटा भाइ सिक्किम बोर्डरमा बस्नु हुँदो रहेछ है, उहाँले मलाई डिएम गर्नुभएको थियो, एउटा लामो लेटर सेन्ड गर्नुभएको छ। त्यो लेटर म तपाईँलाई रिड गरेर सुनाउँछु है, मैले यहाँनिर सेभ पनि गरिरहेको छु, त्यो अलिक लामो नै छ। उहाँले एकदम ठेट नेपाली भाषामा लेख्नु भएको छ, तर म त्यो कपी पेस्ट गरेर इङ्ग्लिसमा ट्रान्सलेट गरेर सुन्ने पनि आई विल पेस्ट इट इन दि फेसबुक पोस्टमा है। अनि त्यो भाइको नाम चाहिँ सुमन रहेछ है, अनि उहाँ चाहिँ सिक्किम बोर्डरमा बस्नु हुँदो रहेछ है। उहाँले मलाई लेख्नु भएको छ है, हाउ रेस्पेक्टफुल दिदी हजुर, सदा नमस्कार है। हजुरलाई मैले फेसबुकमा चिने, कालिम्पोङको एकमात्र निडर आँटी खाटी नेता स्वर्गश्री सिके प्रधानको छोरी हुनुहुँदो रहेछ। यो कुरा 90s को हो है। हामी सिक्किम त्यहाँनिर एउटा स्कुलमा पढ्थ्यो, बिकज बङ्गालमा राम्रो स्कुलहरू थिएन है। अनि त्यति बेला सिक्किम सरकारमा के उथुलपुथुल चलिरहेको थियो है, कारण मलाई थाहा छैन, म पनि सानो थिएँ, 3rd 4th कक्षामा पढ्थेँ है। हामी सानो सानो विद्यार्थीहरू सिके सरलाई वेलकम गर्नु त्यहाँ रेनक बजारमा उहाँलाई स्वागत गर्नु आएको थियो है। अनि उहाँ एउटा खेल मैदानको उद्घाटन गर्न आउनु भएको थियो है। अन्त त्यहाँबाट उहाँले बुवा हजुरको डिस्क्रिप्सन दिनुभएको छ है। सिके सर कालो कोट लगाएको लेदरको ज्याकेट होइन, सरी, सिके सर कालो लेदरको ज्याकेट, प्यान्ट, लेदर बुट, कालो चस्मा, लामो कपाल, कालो लेदरको टोपी, अनि हेर्दाखेरि सिनेमाको खलनायक देख्ने है, डरलाग्दो बाल पनि आँखामा आइरहेको जस्तो लाग्यो त्यो लुक क्या। अनि उहाँले भन्नुभएको थियो, उहाँले भन्नुभयो क्या त्यहाँ आएर, सिक्किमबाट हाम्रो कागे छुबा लिङ्सेले रासिन चावल लान नपाउने प्रतिबन्ध छ मैले सुने भनेर बुवाले यस्तो भन्नुभयो अरे है। आई थिङ्क दिस कागे छुबा लिङ्से गाउँको नाम होला के। अनि मैले सुने सिक्किमकै यो भूमिबाट, बुवा हजुरले भन्नुभयो, सिक्किमकै यो भूमिबाट मेरो ठाडो चुनौती, भोलिदेखि रासिन लानमा रोका लायो सिक्किम सरकारले भने म टिस्टामा गाडी रोकिदिन्छु, त्यस्तो भन्नुभयो अरे है। यति भनेपछि हामीले रासिन लान पाएका थियौँ अनि लेख्नु भएको छ, श्री सिके प्रधानलाई हामी जहिले पनि सम्झनामा राख्छौँ, उहाँले हाम्रो निम्ति जे गरिदिनु भएको थियो भनेर यो भाइले लेख्नु भएको छ है। अनि त्यो भाइले अझै यो पनि एड गर्नुभएको छ, उहाँ खेल मैदानमा उद्घाटनमा आउनु भएको थियो, धार्मिक उहाँको एउटा रिलिजियस पोइन्ट अफ भ्यू क्या। स्टेजमा धुप्पी काटेर भुइँमा छरिएको थियो, ओपनिङ सेरेमनी अर्गनाइजरलाई उहाँले गाली गर्नुभयो है कि यो धुप्पी भुइँमा किन ओछ्याएको, यो पूजा पाठमा प्रयोग हुने धूप हो, यसलाई पैताला मुनि पार्न म सक्दिनँ। अन्त त्यहाँको बडाहरू एल्डर्सहरूले फटाफट त्यो हटाइदिनु भयो अरे है। अनि यो पनि मलाई धेरै राम्रो लाग्यो, बुवा हजुर आफ्नो कल्चर भनेपछि ही वाज सो डेडिकेटेड है। अब यो भाइ कहाँको, आई इभन डोन्ट नो हिम, म चिन्दिनँ पनि, तर उहाँ कति राम्रो, उहाँलाई मैले पर्मिसन लिएर नै यो रिड गरेको, मैले सोधेँ भाइ म यो तपाईँको सेयर गर्न सक्छु भनेर, उहाँले भन्नुभयो हजुर दिदी हजुर गर्नुहोस् न भन्नुभयो है। अनि त्यो भाइ कहाँबाट मलाई सेन्ड गर्नुभएको यो है,
हामीले एकअर्कालाई देखेको पनि छैन अनि तर उहाँले कति याद गरिरहनु भएको रहेछ बुवा हजुरको यो पनि इट वाज हार्ड वर्कै है अनि त्यहाँबाट लङ टाइम ब्याक म कालिम्पोङमा आउँदाखेरि एउटा ड्राइभर दाजुले मलाई बागडोग्रा ड्रप गरिदिनु भएको थिए उहाँले पनि भन्नुभयो ए तपाईँ सिके सरको छोरी हुनुहुन्छ उहाँको कामहरू त कति दामी छ उहाँले पनि भन्नुहुँदै थियो तपाईँको बाबाले एउटा गाउँमा रासिन लोक दिनुहुन्थ्यो 50 हाउसेस त्यस्तो केही भन्नुहुँदै थियो मैले त्यति ध्यान दिइनँ न त्यो दाजुको नाम पनि आई डोन्ट नो न मैले सोधेँ कहाँ हो कसो भनेर है अनि मलाई उहाँले पनि त्यस्तो भन्नुभएको थियो है अनि तपाईँहरूकोमा पनि यस्तो के मेमोरिजहरू छ तपाईँलाई के याद छ यस्तो चिजहरू भनेर मलाई प्लिज सेन्ड गरिदिनुहोस् है अनि अल्सो आई वुड लाइक टु थ्याङ्क पुनम भण्डारी दिदी उहाँले फोटो सेन्ड गरिदिनु भएको थियो अनि कृष्ण कुमार डागा अङ्कल उहाँले पनि सेन्ड गरिदिनु भएको थियो फोटो है एन्ड थ्याङ्क यू टु माई प्रिन्सिपल क्याप्टन प्रकाश मणि प्रधान उहाँकोमा पनि फोटो रहेछ उहाँले पनि सेन्ड गरिदिनु भएको थियो है त तपाईँहरूकोमा यस्तो फोटोजहरू छ पुरानो केही मम्मी पापाको बुवाको मेमोरिजहरू छ भने मलाई प्लिज सेन्ड गरिदिनुहोस् है म त्यो सबै ग्यादर गरेर राख्ने सानोमा म त्यो सबै गर्नु सकिनँ है सर्भाइभलमै टाइम बित्यो अन्त अहिले चाहिँ अलिक मलाई यस्तो फिल हुँदै गयो क्या मैले सबै कुरो राख्नुपर्छ भनेर अनि आजको लागि यति नै थ्याङ्क यू सो मच फर वाचिङ वी विल मिट अप अगेन नेक्स्ट ट्युजडे जय श्री राम